आफ्टर ब्रेकफास्ट सिक्लेससम्मको लागि हो हाम्रो अनि अब डाइट हानेपछि कोरी सिधै हाम्रो ट्रेकिङ सुरु हुँदैछ जिप खोजिरहेको छौँ हामी बवाल हुन्छ नि त सर खतरा वान अफ द बेस्ट ट्रेक रनिङ हान्ने नि अनि रनिङ हान्न सक्ने नि हिँड्ने हो जाने गाडी चाहिँ यही हो अवस्था यस्तो रहेछ बिचमै बस्नु पर्ला यहीँ बस्नुपर्छ हामी त सुत्नु पऱ्यो नि यार रात नसुते कति दिन भइसक्यो कि धेरै दिन भइसक्यो यार नसुते कोरी लेट्सको त्यहाँदेखि हाम्रो बल्ल सुरु हुन्छ है त सिक्लेस आइपुग्नु लाग्यो अब चाहिँ लगभग यस्तो छ बाटो सक्छ त सक्दैन नि फेरि ए चाख चाहिँ सकिन्छ कि हो हामी चाहिँ यहाँ बबाल या माथि चढेर चाहिँ रमाइलो भइरहेछ नि सर एकदम रमाइलो भइरहेछ नि तपाईँहरूलाई बस आइरहेछ फेरि माथिबाट नि तिनी हामी जस्तै रहेछ कि गयो 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 जाउँ 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 ए अर्को गाडी आइसक्यो यस्तो छ बाटो फेरि कतिको एडभेन्चरस फिल भयो बबाल यतिको चाहिँ लाइट नै गरेको थिएन मैले हो हजुर तिनीहरूले कस्तो हो पछाडि बबाल भइरहेको नि बबाल छ बबाल बबाल फुल अन एडभेन्चरस समातमै क्वेसन सर समाधान वेलकम टु खिलाङ अब यो पुलबाट चाहिँ हामी पारि जाँदैछौँ गाडी यताबाट जान्छ हामी पुलबाट है बाबा लामो पुल छ है ओहो हेर्नु कति माथि छौँ हामी ओए डरै लाग्छ है त एमाजोन जङ्गल जस्तो छ ओए कस्तो हो यो कस्तो बाटो मान्छे जङ्गल है के छ सर यो जुस खानु लाउनु सुगर बडीलाई हो सही तर यार फोटोसोटो हान्नुपर्छ क्या सर फोटो हान्ने नि यत्रो हाइटमा छ है यो पुल डेन्जरै हाइटमा के यतिको हाइटमा चाहिँ फर्स्ट टाइम चढेको यस्तो हरियो जङ्गल छ पारी गाउँ जग्गा रहेछ हाम्रो सँगको ग्रुपको मान्छेहरू चाहिँ पछाडि छ त्यसपछि बनिसकेपछि नि आएको थिएन कि तर यसरी हिँड्दै चाहिँ त्यही भनेको बवाल है यो खतरा एडभेन्चरको नि मिठो है हेर्ने अर्को डिफ्रेन्ट खालको एडभेन्चर हेर्नु मुनि कम तल छ है मलाई फर्स्ट टाइम हो यत्रो हाइटमा म चढेको यार यहाँबाट बन्जी हनायो भने त बन्जी निस्किन्छ त मान्छेको त्यही भने बन्जी बनाउनु सक्छ है यहाँ फ्युचरमा है हुने चान्सेस छ ग्याङहरू उता छ है उता नि बादल यता नि बादल राखेर फेरि इन्फेक्सन भइरहेको छ क्या ओइ कस्तो क्लिन है प्लेस आइपुग्यो गाइस देखिरहेको चाहिँ सिक्लेस है बादलले हल्का लागिरहेछ बबाल बबाल हामी चाहिँ अब यहाँ सिक्लेस आइसक्यो अब हिँड्दैछौँ खाना खानको लागि हाम्रो मामा भान्सा भन्ने होमस्टेमा चाहिँ खाना छ रेडी गरेछ के पाउनु भयो हजुरले बाफ्रे भारी त कति केजी होला 50 केजी बढी होला है हजुरको नि डेन्जर बलियो हाम्रो ग्रुप यता छ हामी यता छौँ तिनवटाको 3 ठाउँतिर छौँ एकछिनमा भेट्ने बाचाका साथ चाहिँ हामी छुट्या छौँ होइन मेला नि लाग्छ यता रमाइलो रहेछ लाइटहरू पनि राखेको छ फेसिलिटी राम्रो रहेछ है वाकिङ के हो तपाईँहरूको नाम के हो तिम्रो नाम लजायो नलजाउने ओहो बाई बाई गाई यहाँ घट्टा चलिरहेछ है पानी घटाइ मकै हो के हो पिसिरहेको छ यार आफूहरूले मान्छे पनि छैन ओइ हुन्छ
ल हामी आइपुग्यो है ल हजुर अनि खाना साना बनाएर राखिदिनु भनेको ललितको थियो घर चाहिँ कता हो दाइ ललितको घर त अघि त्यो सलाउ भन्दा अलिकति उरुपट्टि हो ए घटेको छ नि हजुर त्योभन्दा अलिकति ल ठ्याक्क मामा भान्जा होटेल मामा भान्जा यहाँनिर आएको छु खाना चाहिँ अब यता खानु पर्ला कपडाहरूले भ्यू देखिएन छ ठिक छ त्यहाँदेखि ट्रेकिङ सुरु भयो मामा भान्जा कटेजमा आउनु तपाईँहरू पनि कोही हुनुहुन्छ भने बगाल मिठो भयो अब चाहिँ हाम्रो यात्रा सुरु भइसक्यो है आज हाम्रो कपुचेमा गएर बस्ने प्लान छ हामीलाई लगभग 5 घन्टा लाग्छ होला हेरौँ कति घन्टा लाग्छ अहिले अब कति बजी सर 3:30 भयो ठ्याक्कै है 3:30 भयो कतिमा पुगिन्छ है त ल बबाल खोला है फेरि बबाल पानी त यहाँ खत्रै छ के फोन झन्डै झऱ्यो है गाइस फोन झऱ्यो भने टेन्सन हुँदैन त टेन्सन भइहाल्यो नि यस्तो ठाउँमा ल भ्यू हेर्नुहोस् यहाँ पसिना परेको छ होइन भ्यू त हेर्नु पऱ्यो अनि एकछिन रेस्ट गाइस धेरै हिँड्यो है उकालो स्टप 1 घन्टा त्यही मान्छेले 2 घन्टा लाएर आइरहेको छ हामी 1 घन्टामा आइसक्यो अब जानु पऱ्यो नि हिँड्नु पऱ्यो रेड बुल पावर 24 आवर भयो खानु त चियर्स गाइस साइडमा बबाल भ्यू आइरहेको छ तपाईँको चियर्स छेउ पनि खानु पर्यो नि चियर्स ल गाइस वाइल्डै उकालो छ यो चाहिँ खोला छ तल यस्तो उकालो छ यार यस्तो ठाडो हो डेन्जर अब रात नि पर्न लाग्यो थाकियो होइन सर उकालो चाहिँ यहाँ चाहिँ नेक्स्ट लेभलै उकालो रहेछ कि यस्तो उकालो यार आउनु है ओहो Hey. Bagus selesai guys, bagus. Finally आइपुग्यो हो यही हो सर ओए कडा मेरो साथै आइपुग्यो है डेन्जर हिँड्यो नि आजको सुताइ चाहिँ यहीँ हुन्छ होला अब कस्तो भयो त तपाईँलाई एकदम बाबा हात काट्यो नि त हल्का ओके गाइज ल हामी चाहिँ रुममा आइसक्यो रुमको चाहिँ पर पर्सन 1600 त्यसमा ब्रेकफास्ट डिनर अब ठिकै होला रुम चाहिँ राम्रै छ तर अब गोसाइकुण्डाको कम्पेरिजनमा चाहिँ अलिकति महँगो हो यो गोसाइकुण्डामा कति हो 900 मा खानाहरू दिएको थियो रुम पनि ठुलो अलिकति यहाँको अलिकति अलिक चाहिँ कभर रुमहरू रहेछ न त अलिकति उता पनि त्यस्तै हो ठाडै उकालो हिँडेर लाने ठिकै छ अब यहीँ बस्ने आज चाहिँ बेड भयो अब भोलि के हुन्छ भ्यूहरू देख्छ देख्दैन भोलि देखाउँछ आजको लागि चाहिँ यति होइन सर आज घर हिँड्यो नि त उकालो होइन बा घोडा जतिकै तान्ने होइन त घोडा यार घोडा डेन्जर दुबे घोडा र ठिक छ ओके गाइज ल चियर्स गुड मर्निङ गाइज भ्यू खासै राम्रो छैन होइन ठिक छ मोबाइल भ्यू गाइज टाढो उकालो छ है डेन्जर फर्स्ट ट्रेक आउनेहरूलाई चाहिँ यो कपुचे अलिक गाह्रै होला यस्तो नमिठो उकालो छ यो गोसाइकुण्ड जाँदा चाहिँ ठाडै उकालो सिधा बाटो थियो यहाँ चाहिँ डाँडामा चढ्ने घुनी मुनि झर्ने यहीँ माथि आउने यस्तो भइरहेछ
ल सर हामी जाने कहाँ हो अरे हामी जाने ग्लेसियर कापुचे सबसे लोएस्ट एल्टिट्युड लेक त्यो चाहिँ यहाँ है त्यहाँ जहाँ देखिरहेको छ यसको मुनि हो तर बाटो एकदम अप्ठ्यारो है सर बाटो एकदम अप्ठ्यारो एकदम रिस्क फर्स्ट वान बिगिनर्सहरुलाई त नआइ त्यही भने बाटो चाहिँ एकदम अप्ठ्यारो रहेछ यार योभन्दा गोसाइकुण्ड बेस्ट धेरै किन भिड छैन त्यता चाहिँ ठाडो चाहिँ ठाडै उकालो हो टु कापुचे लेक अब चाहिँ लगभग देखिसक्यो लेक एक कस्तो निलो हो क्या यो लेक यो चाहिँ होइन फेरि माथि हो कापुचे अझै बाँकी छ गाइस एकदम गाह्रो हो यार होटल ब्याम्बो एन्ड ट्री हाउस ब्याम्बोको मात्रै रहेछ ल हिमाल हेर्नुहोस् गाइस मेरो आँखा चाहिँ डेन्जर सुनिरहेछ होटल माउन्टेन पिक तरकारी फलिरहेछ यार कस्तो मिठो होला यो तरकारी होइन यस्तो हाइटमा फलेको तरकारी चिसो ठाउँमा यस्तो बवाल छ माथि यहाँ ए धेरै अलिटिट्युड माथि त होइन है 2450 भनेपछि सरी मेरै गाउँ त 3000 हो त नि झन्डै तर फेरि मेरो गाउँ त मधेस जस्तो छ त नि के अरे ऊ गर्मी यस्तो लाग्छ हो के हो ओए ओए खत्रै बवाल यार माथि यस्तो हिमाल छ तल यहाँ छ आइपुग्यो तर हिँड्यो जुत्ताको लेस पनि खुस्कियो यहाँ लड्यो भनेमा के हुन्छ यस्तो छ अब फेरि यहाँबाट कोरी जानु छ के हो सर त्यो भत्किएको ओके गाइज हामी चाहिँ अब कापुचे आइसकेका छौँ अब यहाँ यस्तो प्याड स्याड हान्ने रमाइलो गर्ने फोटोसोटो खिच्ने अनि फेरि फर्किने अन्त सर Yes sir. ओके सर ल You can see the view guys behind सेक्सी छ है गाइज him. बिग बिग भयो भने त यही औडा हुन्छ त्यो सेतो फिस निकाल्यो भने त दुईजनाले होइन नि तनाव हुन्छ त के हो यस्तो बुटहरूमा है यहाँ नि फल्यो कि हेर्नु न यो चाहिँ अलिक पहेँलो नरहेछ एकदमै पहेँलो उत पारिन्छ हुन्छ डेन्जर पहेँलो अब प्याड वर्क हुन्छ है हाम्रो चिच्याउनु मात्रै मन लाग्ने है सर त्यहाँ माउन्टेन फ्लाइट सँगसँगै यिनीहरू खुब रमाइलोमा नि घुमाइरहेको छ हजुर दुईजनाले त्यहीँ पाराले घुमाइरहेको छ अब चाहिँ यहाँबाट हामी फर्किनुपर्छ फोटो हान्नु सर अनि जाउँ लेकको पानी छौँ जाउँ है घर यहाँ कोरी जाउँ त्यो चिसो छ है त्यो बवाल छ क्या यहाँ यो चाहिँ ग्लोभ्स भयो यो चाहिँ प्याड होल्ड गर्ने प्र्याक्टिस गर्दा ल गाइज हामी माथि कपुचेबाट आइसक्यो यहाँ खाना बसेको ठाउँमा अहिले हिउँ पहिरो गइरहेछ थोरै बगिरहेछ यहीँ हामी माथि हुँदै झर्नुपर्ने थियो सर हेर्नु न हिउँ बगिरहेछ ल सर हामीले ब्रेकफास्ट खाइयो दाइहरूलाई नि बिदाई गर्यो दाइहरूको चाहिँ भिडियो लियो होइन अलिकति लाज पनि लाग्ने भयो क्या है यहाँबाट हाम्रो कोरीको यात्रा सुरु भयो अघि पनि यहीँबाट गएको हो अब माथिदेखि बाटो छुट्टिन्छ यो डाँडा डाँडा माथि उतै जाने हो ऊ त माथिको लेक जिप बाटो लाग्यो कि हो यतैबाट जाने हो त पर पर्सनको चाहिँ 1600 रहेछ त्यसमा डिनर र ब्रेकफास्ट होइन सर रुम एकदम राम्रो क्लिन छ फेरि बिहान खाना र ब्रेकफास्ट नै हो कि भोलि बिहानको त्यही भएर एकदम राम्रो छ ठिक छ चाहिँ होस् गाइज कोरी यहाँबाट सुरु हुन्छ फुल यस्तो बवाल छ पानी छ खतरा छ बवालको खोला फेरि यहाँ गाइज खोला हेर्नुहोस् खोला साउनै डेन्जर आउने के यतापट्टि फेरि अर्कै खोला आयो फेरि अनि सर राम्रो हो यार खोलाहरू त्यही भने सिधै गएर चुम्लुङ झ्याम्मै हामफालो छ खोला हेर्दा कोरीबाट फर्किँदा खोला भेट्यो नि त हामफालोमै
यस्तो बवाल छ यार हट ए क्लिन छ क्या फेरि क्लिन यत्रो कटुस देख्नु भएको छ छोले खाइदिनु भयो यत्रो ठुलो छ यार यहीँ दाना यहाँ नि रहेछ बाँदरहरूले सर खाँदै अलिअलि टोक्दै काँचो काँचोहरू के दाना चाहिँ यत्रो दियोस् तर ठुलोवाला कटुस है यत्रो छ दाना पनि ठुलो छ यार हामी ठाडै कला छ खाइ अब यहाँबाट यस्तो भयो अब लगभग हामी हिँडेकै घन्टा भइसक्यो होला है सर ठ्याक्कै घन्टा भयो भने यो उकालो चाहिँ यस्तो हिँड्यो हामी चाहिँ अब 1 घन्टामा जोस् अरूलाई चाहिँ 1.5 घन्टा 2 घन्टा लाग्छ नै लाग्छ है सर यस्तो छ बाटो ठाडै उकालो नन स्टप चिसो पानी चाहिँ मजाको छ 9 लाख खर्क आयो गाइस ल बल्ल यसो मान्छेको बस्ती भन्दा नि होटेलहरू होला है सर यो यहाँ एउटा रहेछ एउटा माथि छ यत्रो ठाडो गला चाहिँ बल्ल खुला ठाउँमा यार 1 घन्टाको ठाडो उकालो हामीलाई अब नर्मल मान्छेलाई त 2 घन्टा लाग्छ है मजा इजी हो आरामले हो हल्का थोरै त्यहाँसम्म बाटो छ फेरि त्यहाँदेखि उकालो रहेछ त्यहाँ एउटा ग्रुप माथिबाट झरिरहेको छ यो चाहिँ हाइड्रो पावरको पाइप रहेछ पानीको पाइप त होइन सर यो यत्रो ठुलो हुँदो रहेछ है यो पानी यताबाट ल्याएर तल चाहिँ सर्छ हाइड्रो पावर होइन कति मेगावाटको होला यार ठुलो हो कि सानो हो त यो गाइस अझै पनि उकालो सकिएको छैन हाम्रो छोरा छोरा छौँ गुराँसको बोटहरू कत्रो ठुलो हो क्या फर्स्ट टाइम देखेँ ठुलो ठाडो उकालो चाहिँ सकियो अब हल्का अब तिर्सो ठाडो छ पुरै आकाश चाहिँ के अरे नाकै ठोक्ने ठाडो चाहिँ बल्ल सक्यो कि हरियाली पानी नै पानी चिसो कुहिरो बबाल लागेको छ पानी पर्छ होला गाइस हुसिया बबाल लागेको छ है अलिकति इजी बाटो हो कि सजिलो बाटो हो कि भन्ने है अहिले भन्दा यस्तो हामी 11 बजी हिँडेको उहाँहरू 8 बजी हिँडेको कति हिँड्यो होला सोच्नुहोस् ल गाइस हल्का पानी सानी पर्न थाल्यो यहाँनिर यसो बस्ने ठाउँ रहेछ कोरीमा आएर सरले पुल अप ल सर कम अन 5 2 3 4 and 5 easy man let's go पल्टेकै अब हिउँ पनि पलास है अनि परेन यतिको जोस डेन्जर क्राम्प भएको छ अघिदेखि ट्रेकिङ आउनु इजी छैन है गाजी के अरे गाइज भ्यू हेर्नलाई कति मेहनत छ यहाँ लास्ट उपर च्यालेन्जिङ अब हामी वर्कआउट पनि राख्ने मान्छेले यस्तो छ होइन नगर्नेले झन् कस्तो नगर्ने गाह्रो हुन्छ क्याम्पै नभए नि अब त्यो दिदी अझै पनि त्यहीँ होला यार अझै पनि देखिरहेको छ कि अहिले नि अझै झन् 15 मिनट लाग्यो है मिठो भ्यूको साथ गाइज भोकले लास्टै साह्रो पार्यो अनि ब्रेकफास्ट खाइ केही खाएको छैन भाको बिस्कुटहरू सबै खायो त्यसो भने डेन्जर भोक लागेर यार हिँड्नै नसक्ने भयो गाइसहरूलाई ठिक छ नि अहिले होइन खुट्टा तल खुट्टा ठिक छ यहाँ मलाई भोक लागेर डेन्जर बनाइन्छ यार टाउको पाएँ यहाँ दाइले दिनुभयो धन्यवाद दाइलो टाउको लागि क्याम्प भयो पानी पनि परिरहेको छ त्यही क्याम्प पनि भइरहेको छ साढे 2 घन्टा लाग्छ है सर क्याम्प त्यस्तै भएछ सरको गाह्रो भएको छ डेन्जरै क्याम्प भइरहेछ क्या भेडी गोठमा आएँ गाई चाहिँ हामी ल चिया खायो यहाँ भेडै भेडाएको छ है पुरै फग नै फग भयो 2 घन्टा अब यहाँबाट अब 1 घन्टा होला बगाल हिँड्यो तलबाट जनकपुरबाट आएको टोलीहरू पनि हुनुहुन्छ यहाँनिर अझ 1.5 घन्टा लेखिरहेको छ ठिक छ सर अहिले क्राम्प भएको छैन होइन अहिले अलि ओके भ्यू बगाल देखिरहेको छ रेड बुल कसले चुन्डाएको यो फेरि बगाल ठाउँमा आयो हामी हान्यौँ कि भट पिस पुसअप
हिलो रहेछ क्या गाइस लगभग पुग्न लाग्यो अब लगभग 20-25 मिनटमा त पुग्छ होला उकालो छ यो चाहिँ हिमाल हो यता हिमाल छ आज देखेको छैन त होइन त एउटा बबाल देखिरहेको छ ल गाइस फाइनली खोरे 6 घन्टा हिँडेर हेर्नुहोस् यहाँ होटल छ होटल हेलो दाइ के रुम छ यहाँ कति हो के हो कति पर्छ हस् गाइस सोधेँ यहाँ चाहिँ 2100 भन्नुभयो तर 2000 घुम्ने आइन्छ भन्नुभयो होइन नि सोधौँ माथि काजी मास्तिर गएको छ होइन बिस्तारै जाउँ अब यो सबै हिमाल हो अनि बादलले छोपिरहेको छ बिहान देख्छु सो हामी यहाँको चाहिँ तलैबाट हो कि तलैबाट हिँड्यो त्यो होटलमा जाउँ एकचोटि बबाल रहेछ यहाँ हेलिप्याड पनि हो कि क्या झन्डा look at this view हिउँदो वर्षा लेख बेसी भेडी गोठु चर्ने रन बन जे होस् यहाँ दाइहरूले चिया चाहिँ फ्रीमा दिनुहुँदो रहेछ खुसी लाग्यो यार जहाँ भेट्यो नि चिया चाहिँ फ्री भन्नुहुन्छ है यो ठाउँमा चिया फ्री खानु भनेको राम्रो कुरा हो नि यार अघि भेडागोठो र दाइ अलि पनि फ्रीमा दिनुभयो यहाँ दाइले फ्रीमा दिनुभयो धन्यवाद उहाँहरूलाई अब चाहिँ आजको भ्लग चाहिँ लगभग यस्तो यस्तै होला भोलि बिहान अब भ्यूमा टक्क भेटौँ यतातिर पनि अँध्यारो भइसक्यो भ्यू यस्तो छ कस्तो छ भ्यू सुताइ राम्रो भएर सुताइ चिसो त भएको छैन भ्यू खासै राम्रो छैन यस्तो मात्र चाहिँ मेरो अझै पनि सुनिरहेछ ल हेर्नुहोस् अब चस्मा लाउनु पर्छ सो यो भ्यूमा म इन्जोय गरिरहेको छु के हो यो घर सफा छ कि के ल टक्कसँग चाहिँ तातो पानी खाने हो भिडियो सिडियो बनाउने त्यसपछि हामी चाहिँ अब यहाँबाट डाइरेक्ट आज पोखरा जाने प्लान छ हेरौँ के हुन्छ झालबाट यस्तो भ्यू देख्छ क्या आइज यस्तै कस्तो बवाल देख्छ त है म चाहिँ अब यो ह्यामकमा इन्जोय गर्दैछु है हल्लाउने काइसर हुन्छ भाइले मेरो भिडियो खिचेछ धन्यवाद मेरो भाइ भ्यू खासै राम्रो छैन यस्तै छ के गर्ने अब खासै राम्रो छैन यस्तोमा आउनु त खोजेको होइन तर अब यहाँ आइयो चाहिँ के गर्ने होइन घाम सिक्दैछ यहाँ लगाइन्छ यहाँ प्याड हाल्नु लाग्छ हामीले यस्तो भ्यूको साथ थाहा पाउँछ यहाँ पुरा फर्ममा आइसक्यो यहाँ होइन लेट्स गो भाइ भिडियो गर्छु ल मेरो पालो अब प्याड हान्ने के खोलेर हनाउने हो तपाईँ मलाई ल ल हिरोलाई 1 2 3 1 2 3 4 kick double elbow 1 2 cross to cross kick double अलिकति भएन कि अलिकति ऊ स्ट्यान्ड मिलेन कि हाम्रो त्यो अप्ठ्यारो भयो प्याड सर्ट नि हाल्ने हो भाइले भिडियो नि गरिदियो धन्यवाद हाम्रो भ्लगमा भाइ नै आउनु पर्यो भाइको नाम के भन्नु त उज्जवल गुरुङ मलाई त्यस्तो फेमस भ्लग होइन है भाइ फेरि भाइले खोज्ला फेरि म छैन भिडियोमै माछा पुछ्रे छोप्न लागेको छ कुन हिमाल हो भाइ अन्नपूर्ण हामी त्यो अन्नपूर्ण बेस क्याम्प जाँदा कुन साइडबाट जाने अर्कै पाटा अर्कै साइड हो यताबाट हो ए
त्यही त मर्निङ गएको होइन दामी गाइस धन्यवाद भाइ कफी 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 खै सरी भिरै केटाहरू त कोही आर्मी भयो होला अनि त्यो मुनिपट्टि त्यो आर्मी क्याम्प छ नि त्यो स्वयम्भूको मुनि त्यहाँ चाहिँ त्यो भाइ नि त्यहाँ बस्थ्यो कि आर्मीको त्यो उसमा त्यहीँ गएर त्यहाँदेखि सब दौडिन्थ्यो अझै त्यो तिनीहरूसँग त त्यो फलामको डल्लो हुन्थ्यो कि ब्यागमा हालेर यस्तो दौडिन्थ्यो अझै त्यो एउटाले त खुट्टा पनि बाँध्थ्यो कि खुट्टा पनि बाँधेर दौडिन्थ्यो अनि हामी त कहाँ यहाँ गाउँमा बस्ने बानीलाई त त्यो त खुरुरै नि तिनीहरूलाई त तिनीहरू जति ट्रेनिङ गऱ्यो नि सुरुमा मै पुग्ने फेरि उकाली ओह्राली हो नि त हामी त यहाँ अब यहाँदेखि वहाँ सिक्लेस देखाइदिनु त सर उठेबाटै जुम गरेर देखाइदिनु त 2 सिक्लेस घण्टा यहाँनिर छ दाइ 2 घन्टा हामीलाई 2 दिन लाग्ने दाइलाई 2 घन्टा भने दाइ कस्तो कुरिहाल्ला म फेरि त्यतिखेर 35 जान पाउँछु भनेपछि तपाईँ त दाइ त्यो के अरे म्याराथनतिर गयो भने त यो अपिलतिर गयो भने डर ट्रेनिङै गर्नुपर्छ अहिले नि दाइ धेरै होइन 2 महिना जति गर्यो भने फर्ममा आउनुहुन्छ होला सायद होइन उकाली ओह्राली गर्दा किनभने बानी अलरेडी बानी छ नि त बानी गर्ने अब एकचोटि म्याराथनमा त अल्ट्रा म्याराथन हुन्छ त त्यो तल पोखरादेखि यहाँ सिक्लेससम्म अलि अस्ति भएको थियो त होइन र भएन पहिलातिर हुन्थ्यो अलि अस्ति भर्खर भएको थियो त दाइ भने गरे हुन्थ्यो नगर्यो भने फेरि अनि फेरि यो कफी चाहिँ एक्सर्साइज गर्ने मान्छे ब्ल्याक कफी त ओहो स्ट्रङवाला त चाहिन्छ क्याफिन त के होइन सर अनि त्यो बडी मेन्टेन गरेपछि मान्छेलाई नि त्यो आफूलाई जुन चिज नि हुन्छ नि आनन्द मैले पहिला यो त सबै यो पाकै थियो यस्तो भित्तै थियो क्या अब त्यतिखेर काठमाडौँमा एक्सर्साइज गर्ने अनि यहाँ आउने बेला यो जा अब त एकैछिनमा खन्दिने कि त्यो यो खास ऊ चाहिँ के अरे जग्गा चाहिँ कस्तो हो त प्राइभेट हो कि सरकारी हाम्रो सिक्लेसकै भोग चलन गर्ने जग्गा हो यस्तै खालको भेडीगोठ छ नि त्यो भेडीगोठ पहिलादेखि भेडीहरू आउने भयो कि र सिक्लेसकै अनि त्यसपछि अहिले भेडीगोठहरू लोपिँदै गएपछि चाहिँ अहिले मान्छेले चाहिँ होटेल बनाउन थालेको हो कि अनि सिक्लेसकै भोग चलन गर्ने ठाउँ चाहिँ सरकारी जग्गा पर्यो तर यो एरिया चाहिँ सिक्लेसले चाहिँ भोग चलन गर्ने यो चाहिँ सिक्लेसको एरिया पर्यो सिक्लेसको एरिया पर्यो ब्रेकफास्ट खाने हो त्यसपछि हाम्रो ब्याक टु सिक्लेस खै त देखाउनु ब्याड हान्यो हाम्रो ग्याङ आयो झापल ग्याङ कहाँ होइन हाम्रो सिक्लेसको ग्याङ भएन भने त यहाँ त ओके गाइज अब चाहिँ हामी यहाँबाट फर्किनु लाग्यो बादलले यस्तै छोपिदिइसक्यो चिसो चिसो यो चाहिँ क्लिनै देखिरहेछ चाहिँ यिनीहरू सबै लाग्दिसक्यो अब लेट्स गो ब्याक टु होम अब चाहिँ आजको हाम्रो यात्रा अब चाहिँ ट्रेकिङको यात्रा सक्यो यहीँ होइन सर अब यहाँ घर लाग्यो एक दुईवटा फोटोसोटो खिच्ने भ्यू यस्तो छ बादलले छोपिरहेछ बाई गाइस सर आउनु ल भ्लग सक्यो गाइस कस्तो लाग्यो हामीले त एकदम इन्जोय गऱ्यौँ तपाईँहरू टाइम मिलाएर घुम्न आउनु होला होइन रिफ्रेस हुनुपर्छ त्यही भएर वर्कलोड मात्रै धेरै भयो नि काम छैन ओके गाइस थ्याङ्क यू फर वाचिङ बाई 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 सी यू हामी चाहिँ फाइनली सिक्लेस आइसकेको छौँ सर हामी कति चाहिँ घन्टामा आइपुग्यौँ त 4 hours and 1 minute अब 4 घन्टामा भनौँ न होइन 4 घन्टामा आइपुग्यो जाँदा हामीलाई 2 दिन लगभग लाग्यो नि होइन सिक्लेस के अरे कापुचे हुँदै अनि कोरीबाट चाहिँ तल झरेर ग्लेसियर के अरे सरी तल पोखरा जस्ट आज हाम्रो एकदमै खत्रै हो यतिको हिँडेको भनेको नर्मली नि कति आवर भनेर भन्थ्यो मान्छेहरूले 6-7 आवर होइन 8 आवर हो नर्मल पनि भन्छ फर्किनुलाई तर हामी 4 घन्टामा आयौँ अब खानासाना खाने कोदो यस्तो बबाल छ रमाइलो लाग्यो झन्डै रुयो पनि रुयो त होइन यस्तो त भन्नु मिलेन तर हिँड्दा त्यो झ्या इरिटेट भयो कि है सर त्यही भएर भर्याङले के कति हिँड्यो भर्याङ त अब 1 वर्षसम्म भर्याङ हेरिँदैन होला है सर अब यो भर्याङ 1 वर्षको लागि ब्रेकअप यो भर्याङ 6 महिना 1 वर्ष 6 महिना 1 वर्ष चाहिँ हेर्ने होइन क्या सबै भर्याङ
त्यसपछि चाहिँ फेरि के हुनसक्छ होइन ल गाइस अब गाडी साडी खोज्ने हो यहाँ गाडी गएर खानासाना खाने गाडी लिएर अनि पोखरा जाने पोखराबाट भोलि म काठमाडौँ जान्छु सर पछि आउनुहुन्छ होइन सर ठिक छ ल See you over there yeah on our see you next guys vlog.